घर लक्का जवान छोरो छ, बुढी छे, काम न काजकी सासू छिन्, अनुहार नपरेको सालो छ, तर काम गर्ने बेला मै बुढाले गर्नुपर्छ, कसैले गर्दैन। सागर ए बुढी आमा ए सालो केटो के भयो बुढा? के भयो बाउ? बाबा भन, बा भन, फादर भन, डेडी भन, पिताजी भन, इज्जत गरेर बोल्न सक्दैनस्? किन बोलाएको भन त? यहाँ बस त पहिला तिमीहरू। अब दसैँ पनि आइसक्यो, त्यो त हामी सबैलाई थाहा छ नि। भन त भन, तिमीले के भन्दै थियौ? अब दसैँ पनि आँगनमा आइसक्यो, यी सासू पनि काना छोपेर छाना फाल्ने जति छ। पहिला मेरो कुरा त सुन्नु ध्यान दिएर। दसैँ आइसक्यो, यो घर लिप्न पर्यो, त्यसको लागि तिमीहरू सबैलाई एउटा एउटा काम दिन्छु मैले। कस्तो काम? कस्तो काम? कस्तो काम? कस्तो काम भन्दा तैँले गाउँभरि गएर यो घर लिप्नलाई मान्छे बटुलेर लिएर आइज, अनि तैँले चाहिँ यो घर लिप्नलाई माटो र गोबरको व्यवस्था गर। कहाँ ल्याउने त गोबर र माटो? माटो त्यही छ, गोबर त्यही छ। मैले के गर्ने त ज्वाइँ साहब? तपाईँले यो घर लिप्ने, सबै घर जति तपाईँले लिप्नु हो नि। अम्मा ल सबै आफ्नो काममा लागिहालौ त। ल छिटो छिटो माटो र गोबर तयार गर। ल तपाईँले पहिला मान्छे खोज्नु न। अब म पनि यसो गाउँ डुलेर आउन पर्यो। के यत्रो खान्छ, म पनि जानु पर्यो अब। ए छट्टु कुमारी, ए घरमा को बाहिर आइजाऊ त छिटो। ए छट्टु, यिनीहरू त घरमै छैनन् कि क्या हो? सुधार्नु जानु पर्यो। अय्यो, ल आशीर्वाद छ। के आशीर्वाद हो? हात हटाऊ। के काम ल्याइस् भन् त? हाम्रो घर दसैँको लिपपोत कार्यक्रम छ, त्यही भएर लिप दिन आउँछु कि भनेर भन्न आइथियौँ। ए तेरो घर त गरिबको घर, म सुधार्ने जस्तो मान्छे तेरा घर लिप्न आउँछु? हाम्रो आइदियो, तिम्रो अनि आइदिउँला के रे? पर्दैन हाम्रो आउन, हाम्रो त सिमेन्टको घर छ। तेरा जस्तो गरिब घर हामी माटाले पोत्ने खाले। भयो धेरै ठुलो कुरो नगर, अरू सिधै आउन भन्देऊ न। आउँदैन म, जा नआइज त नि। जवाब। ओइ केटी सुन त, हजुर आज हाम्रो घर लिप्ने कार्यक्रम छ, यसो आइज न एकछिन है। म त भ्याउँदिन। आइज कि पैसा पाइन्छ। ए ल म आउँछु ल आइज छिटो गरेर। ल ओइ झोले रुक त, के भयो? हाम्रो घरमा एकछिन पछि लिपपोत कार्यक्रम छ, त आइस है। ए आउँछु, पोहोर मलाई हिलो मलाई तर कष्ट गरेर म त आउन्न। ओइ ल तार्दैनम कि आइस। तिमीले त भन्ने मात्र यो, म त आउन्न। पैसा दिउँला कि पैसा फ्रीमा हैन आइस। कति हो पैसा? जति दिए पनि दिए त भयो नि त। ल म दसैँ खर्च त दिनुपर्छ है। ल आइस, ल छिटो गरेर आइस है न। ल तपाईँले सक्नुहुन्न, सक्छु के ले? सक्नुहुन्न के भारी छ। उ जमानामा हामीले कति बोकी, यो त जाऊ माटो। ल बोकिन्दैछ ल ले माथि चढाइदेऊ त। ल ल ल ल ल जानु। ल खायो बुढी आमै, भनेको होइन मैले सक्दिनँ भनेर। काम काज केही छैन, काम बिगार्न मात्र जानिसिन्। त्यहाँ उठाउने हो, जाऊ आफै उठ। माटो बोकेर सकियो अब। ल जतिसुकै गोबर लिएर आए। गोबर ल्याएर गोबर सोबर म ल्याउनु है। ए भनेको माने खुर्को गरेर गोबर लिएर आए। ल्याउनु न त गोबर सोबर। तल बाली माटो र गोबर ल्याउनु जिम्मा तिम्रो भने काम कि नै।
अनि त्यस्तो गनाउँछ मन ल्याउन पो गराउँछ भन्नु भयो त गरेर राजा जान्न म ए भनेको मान्ने जड छिटो छिटो रा मान्छे आउने बेला भइसक्यो लिप्न जाऊ न जाऊ ओके, ल। या कति गना छ यस्तो गोबर हातले छुनु मैले के गर्ने हो त आइडिया सुप्रियालाई फोन गर्छु त्यसले उठाइदिन्छ कि हेलो ए सुप्रिया मेरो घर आइदेन किन आइदेन एउटा काम छ के ल ल आइ ल ल उ यता गयो तुझे देखा तो ये जाना सनम प्यार होता है दीवाना सनम ये गरेको अरे बेबी आ गरम माय बेबी जुत्ता गरम छ पागल भयो क्या त्यस्तो नभन न बेबी आऊ आऊ न म त किन चप्किन आइस म चप्केको आफै चप्किन आउँछ अनि म चप्केको रे आफू चप्किँदै यहाँ बेबी भन्दै आउँछ अनि पागल बौली अनि यो सुप्रिया कहाँ गयो अझै आउँदिन त सुप्रिया वा यहाँ न ए ल ल के हो भन् यो गोबर यहाँ बाल्टीमा राख्दैन छी यही गर्न बोलाकोस् मलाई अघि आज हाम्रो घरले पनि भनेको थियो मलाई पनि यो छुन नि मन लाग्दैन क्या त्यही भएर राख्दैन नाइ नाइ म गुटा छुन्न आफूले सुन्छिस् त अनि यो भैँसीको छुन के हुन्छ र ए पैसाको कति गनाउँछ गनाउँछ तेरो गनाउन राख्दैन अलिकति थोरै राख्दैन नाइ के आफै उठा न म उठाउनु मलाई गनाउँछ क्या त्यही भएर हो ए उ त देन त उजले उठाइदिन्छ ल अघि यसो उठाइदिनु त ल यहाँ उठाइ ए बाच्यो हट ए हातले छोड्दे उठाइहाल्छु आफैले उठाउनु रहेछ त मलाई किन बोलाको तैँले उठाइदिस् कि भनेर हो नि कति गनाएको छि छी मेरो हात त म अब कहिले पनि पकाइदिन छ्या जा म तपाईँ लगाइदिन्छु है त्यति हालिदिन्छु कि भनेर बोलाएको कति गनाएको ल मैले ल्याएँ त म गएँ ल अनि यो कोही लिप्छ त लिप्ने काम मेरो लिप्ने काम मेरो होइन तपाईँहरूको आफै लिप्ने म गएँ छ्या कति गनाको भयो के भयो म भनेर आउन सक्दिनँ तपाईँ देखेर म डराउनु पर्ने हो म जस्तो हेन्समलाई देखेर डराउँछु यार अनि यो भयो सबै भयो मान्छेहरूलाई भनिस् भने सबै खै त कोही पनि आउँदैन त अनि यो बैला फेरि टाढो टपेको यसरी सुस्ता आउन सक्दैनस् कस्तो हावा रहेछ झन्डै यहाँ म पल्टिने हेर तैँले गर्दाखेरि खै यसो गर जा त पानी लिएर आइज पहिला यो बाल्टीमा पानी लिएर आइज क्या उता धाराबाट उता हेर न सबै बर्बाद गर्छ ए मलाई त गर्छस् त चाहिँ त थाङ्ना लिएर आइज त यहाँ लिप्नलाई कस्तो मिलाएर राखेको थियो फेरि बिगारिदियो बाउलाले हार मात्रै ल्याएछ माटो ल्या भनेको ओइ खिमे कहाँ खाना मेरो टाउकोमा खाना कहाँ खानाउने र यहाँ होला नि खानाउने कहाँ बनाउँछ यसलाई कसले बोलाएको तैँले हो सबै यहाँ हेर त भत्ताभुङ्गै पारिदियो घर लिप्ने भनेको मलाई लिप्दियो यसले यता यता पनि गर्छ आइपुग सबै लाथालिङ्ग पार मैले कस्तो त गोलो बनाएर अनि त्यहाँ बिचा पानी हालेर अनि त्यहाँ गरमले भनेको सासुआमै के भयो झन् यो सबै तपाईँ लिप्ने भने मरे तेरो काम नाम केही छैन यो काम बनाउन आएको कि बिगार्न बनाउन आएको बिगार्न होइन के
पाल्ने रहेछ पाल्ने रहेछ पाल्ने रहेछ ल हेर कस्तो आँडे रहेछ नि पाल्ने रहेछ यसलाई त म फाल्छु पानी लिएर आइज पहिला चप्पल सासुआमा के भयो ए सासुआमा उठ्नु त होइन त भए त धेरै राम्रो हुन्थ्यो नि के रे ए होइन धेरै नराम्रो हुन्थ्यो यता राख बुढेसकाल कालले पनि लैजाने बिर्सेकी बुढी उता जाऊ त्यहाँ बस छान काम बढाइदिए यिनीहरूले त यहाँ ए हो नि लाली बुहारी हजुर यहाँ यसो लिप्न आफू लोड्दाखेरि मैले उठाउने म लोड्दाखेरि हाँस्ने उठाउ त उठाउन सक्दैन तिनजना मिलेर म आफै उठ्छु तिमीहरू उठाउनु पर्ने बुहारी भन्नुवाला बुहारी सुन न आज यसो यहाँ घर लिप्ने भनेको तिमीले यसो सहयोग गर्नु पर्यो क्या लिप्नलाई के भन्यो अरे ल ल ल लिप आऊ आऊ अब यहाँ यसो होइन ल ल ल ए सासुआमाले पनि लिपे हुन्छ केही भएको छैन लिपे हुन्छ लिप्नु ए पानी लिन गएको त छिटो आइज झोले ए ल आउँदैछु पछि आस्तिएको राम्रोसँग लिप हजुर कहाँ हाल्ने यो पानी यता यता हाल्ने ल गुड ल सबैले अब लिप्न थालौँ है ल ल ल यता त होइन यता यता होइन उता उता हो त्यता गुड गुड कति जानेको यसरी गरे पो बल्ल हुन्छ अब यसरी यसरी काम गरे खुडखुड त्यहाँ दसैँ दसैँ मलाई उठा भने आफै पल्टिन्छ अनि त्यसरी हुन्छ कसरी हुन्छ त आइज उठ तल्न उठा पर्दैन तैँले मलाई पल्टाएर छोड्दैछ ल साथीहरू बल्ल यसरी छिटो हुन्छ हो बराबर हुन्छ क्या सम्म हुन्छ ल ल ल यता 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 लैजा यता मुखैमा पऱ्यो नि ताना 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 बुढी ताना ढाकेला हो यता सान पुगेन क्या हो आउँदैछ हो यता ल्याउ सबै ल अब यहाँ लिप हो ल
अब खिने कि सासू आमालाई पनि सासू आमालाई ल सासू आमालाई सासू आमालाई सासू आमालाई ल ल यता 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 सासूलाई चाल्छु सासूलाई यता अब यसलाई के गर्नु यसलाई पनि बुहारी बुहारी ल बुहारी बुहारी यसरी गर बुहारी बल्ल मजा ए यता पुगेन अलि सक्यो ल उठमै बुढा त्यहाँ हेर त सुनिते बुढी यसपालि दसैँमा मजा आउने भयो दुआ बुढो आज कति गते अरे 12 गते हो 12 गते ओहो आज त सागरको जन्मदिन पो हो त के हो त जाबाको जन्मदिन भएर चुप लाग म त एकचोटि जसरी भए नि भेटेर आउँछु ए बरे है नि बस गुरु गुरु उता तिम्रो भएर हुन्छ आफ्नो छोरालाई भेटेन बाउमा बरे है नि बस चुप हुनको के होइन बुढी त रिसाइ कि क्या हो कसरी फकाउने हो त आइडिया योभन्दा पहिला गर्थ्यो सागरलाई ह्याप्पी बर्थडे टु टु ह्याप्पी बर्थडे टु टु ह्याप्पी बर्थडे टु टु भनिदिन्छु त्यसपछि बुढी पनि खुस सागरे पनि खुस भइहाल्छ 4 सालको बर्थडेमा पनि कसैले सम्झेन मलाई अनि यो सालको बर्थडेमा पनि कसैले सम्झिन्न त अहिलेसम्म आज त तेरो बर्थडे पार्टी होला नि के का पार्टी हुने हो पैसा हुनु पर्यो नि अब गाउँकै धनी मान्छे भन्दैछ त होला नि पैसा जति गाउँको धनी मान्छे त हो तर तिमीहरूलाई किन पार्टी दिने मैले दिन्न भागो त बोलाउन दिएर बिहान बिहान तर्साइदिएर झन्डै मरिन यार कानमै ल्याएर पड्काइदिन्छ यार होइन मेरो जन्मदिनको दिनै मलाई कान नसुनी बनाउनु खोज्छ कि अहिले Happy birthday, Sagare. Happy birthday. Happy birthday.